हामी कहाँ जाँदैछौँ रे सानो? के गर्नु? तरकारी किन्ने नि त? अनि कहाँ तरकारी के ल्याउनु त? मासु अनि अरू? अनि अरू? ओहो, यहाँ त पुरै यसरी मेवा खेती गरेर रहेछ है। ल एकदम राम्रो छ मेवा खेती। औ त हेर्नु नि हाम्रो निसी मण्डली चर्च। सानो यता हेर न मलाई आइरहेको छु ल म। हेलो गाइज, आज यसो तरकारी किन्न जानु पर्यो। हामीले तरकारी किन्न जाँदैछौँ। अहिले हाम्रो यो ठाउँमा चाहिँ पदमपोखरी बिजरोड भन्ने ठाउँमा चाहिँ मकै यसरी पाकिसकेको अवस्था छ। एकदम यो साउनको अहिले 3, 4, 5 गते भइसक्यो। यसरी मकै पाकेको, मकै चाहिँ पोलेर खानेसम्म पनि भइसकेको अवस्था छ होइन। ठिक छ साथीहरू, बर्खामा पानी अहिले यो समयमा यो ठाउँमा चाहिँ एकछिन पर्ने फेरि एकछिन घाम लाग्ने भइरहेको अवस्था छ। अहिले चाहिँ बर्खामा पानी पर्नु नि पर्छ। अहिले मकैहरू चाहिँ यो ठाउँमा अहिले यस्तोसम्म भइसक्यो। मैले तपाईँहरूलाई देखाउँदैछु होइन। यो सबै हाइब्रिड मकैहरू रहेछ नि। अहिले चाहिँ यहाँका मानिसहरूले हाइब्रिड मकै चाहिँ रोप्न थालेका छन् होइन। पहिला चाहिँ लोकल मकै, यो चाहिँ लोकल होइन, यो लोकल हो। यो अब लोकल र अब यतापट्टि हाइब्रिडमा धेरै फरक छ। यो लोकल छ होइन। लोकल मकै चाहिँ पहिला धेरै समयमा चाहिँ अगाडि चाहिँ यस्तो लोकल मकै चाहिँ रोप्ने गर्थे यहाँका मान्छेहरूले। तर अहिले आएर चाहिँ अहिलेको पछिल्लो समयमा आएर चाहिँ हाइब्रिड मकै यसरी रोप्न थालेको छ। हाइब्रिड मकैको चाहिँ कस्तो छ भने घोका चाहिँ ठुलो ठुलो हुने, तर मकै पनि बाक्लो रोप्यो भने एकदम कोसा ठुला ठुला हुने होइन यस्तै। तर यो लोकल मकै चाहिँ सानो सानो कोसा हुने, तर धेरै मान्छेको अनुसार चाहिँ लोकल मकैको स्वाद चाहिँ अलिक मिठो हुने, राम्रो स्वादिष्ट हुने भन्ने एउटा अनुभव धारणा व्यक्त गरेका छन् सबैजनाले होइन। के हो अब त्यो चाहिँ प्रयोग गर्ने मान्छेहरूलाई पनि थाहा हुन्छ। अहिले चाहिँ धेरै अवस्थामा यो ठाउँमा चाहिँ यसरी हाइब्रिड मकै चाहिँ लगाएर यसरी उत्पादन गरिरहेका छन्। धेरैजसो यो मकैहरू चाहिँ हरियो मकैमा चाहिँ नै बेच्ने गर्छन्। धेरै पछि मैले फेरि ब्लगको रूपमा भिडियो बनाउँदैछु साथीहरू। अहिले म चाहिँ एउटा पदमपोखरीमा बस्दैछु र म पढाउने चाहिँ म सिन्धुली खनिया खर्कामा, र घर चाहिँ मेरो पर्मानेन्ट एड्रेस भनेको चाहिँ हेटौडा पदमपोखरी बिजोड, हेटौडा 12। बर्खे बिदामा अहिले बर्खे बिदा मनाउँदैछु घरमा आएर। अहिले यो अवस्थामा यस्तो छ होइन। अनि धेरैचोटि चाहिँ धेरै पटक पनि आइसकेको कुरा छ होइन। अहिले चाहिँ आफ्नै दिदीसँग चाहिँ यसरी भ्लग बनाउँदैछु, यस्तो पाराले होइन। ल के छ अब ठिक छ। अब तरकारी किन्न जाँदैछु। मकै चाहिँ अहिले म भन्दैछु त, मकै अहिले यस्तो राम्रो छ होइन। हाइब्रिड मकैहरू यस्तै हुन्छ कि। के किनेको? चिउली भेन्डी चाहिँ कसरी होला है? चिउली भेन्डी हेर न
कति रुपियाँ किलो रहेछ सिलु भेन्डी 50 रुपियाँ सिलु भेन्डी सिलु भेन्डी 50 रुपियाँ किलो घिरौला 30 रुपियाँ किलो अब के किने रे सानो के किनेको भन न अब के किनेको भन्नु पर्यो नि यहाँनिर मासु अनि टमाटर अनि सिब्लु भेन्डी अनि घिरौला बन्दा खुर्सानी हेट मेरो बुढीले चाहिँ आज मासु किन्नु ल्याएको छ होइन मासुको साथ सर्लक्क खाने भइरहेछ सानो मेरो एउटा भिडियो बनाउने यहाँनिर कस्तो राम्रो भ्यू रहेछ कि हेर्नु न हेट साथीहरू अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ हामी चाहिँ तरकारी किनेर पनि आइसकेका छौँ होइन आएर पनि लसो न ए तरकारी छोडिहाल्नु न अनि ए ल आहा खुर्सानी पनि यसरी यो खुर्सानी पनि यसरी एकदम राम्रो भएर सिकिरहेछ यहाँनिर है खुर्सानी पनि भ्यू तपाईँले देख्न सक्नुहुन्छ हेटौडा पदमपोखरी बिच रोडको भ्यू अहिले यो समयमा यस्तो छ साथीहरू हेलो गाइज यो चाहिँ हाम्रो हेटौडा पदमपोखरीको भ्यू तपाईँले देख्न सक्नुहुन्छ मकै कुनै ठाउँमा पाकिसकेको अवस्था छ भने कुनै ठाउँमा भर्खरै रोपेर पनि हल्का रूपमा बढ्दैछ अहिले यो अवस्थामा पदमपोखरी बिच रोडको भ्यू यो अवस्था छ